नमस्कार सबैमा नमस्कार। म चाहिँ यो जुन चाहिँ मुडे देउराली बागकोट ढुङ्गे कालाजानी हुँदै सैलुङ जाने सडक मुडेदेखि देउराली बागकोटको सैलुङ गाउँपालिकाको भवनमाथिसम्म 2-3 वर्ष अगाडि नै कालोपत्रे काम सम्पन्न भइसकेको थियो र बाँकी भएको काम चाहिँ ढुङ्गे जाने बाटोमा माथि जुगे काँडे जाने चौतारादेखि उता काम हुँदै थियो। केही दिन अगाडि नै ढुङ्गेसम्म एक लाइन कालोपत्रे सम्पन्न भइसकेको थियो। केही दिन चाहिँ 3-4 दिन चाहिँ विविध कारणवश भिटामिन पकाउने सामान बिग्रिएको हुनाले भाँडा बिग्रिएको हुनाले काम भएन र हिजो र आज गरेर ढुङ्गे बजारको दुवै लेन पिच गरिसकेर सैलुङ गाउँपालिका भवन बागकोटतर्फ जाने बाटो ढुङ्गेभन्दा अलि अगाडि घुम्तीसम्म अर्को दोस्रो लाइन पनि कालोपत्रे हुँदैछ। निरन्तर यो काम पहिला सुरु गरेको ठाउँतिर हुँदै गाउँपालिका भवनतिर जाने कुरो छ। आज पिचको काम यहाँ आइपुगेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। भने ठुलो खोलासम्म यो लाइन पनि अलकत्रा हालिसकेको छ। अब यहाँबाट सिधै पिच गर्दै गर्दै ठुलो खोलासम्म पुग्ने र त्यहाँबाट अगाडि पालिका भवनतिरै अर्को लाइन पनि पिचको काम गर्ने र यसरी नै अर्को लाइन अलकत्रा हाल्ने अनि फेरि दुवै लाइन पिच गर्ने भन्ने कुरा मैले बुझेको छु। म निरन्तर नै पिच भएको हेर्न आइराखेको छु, देख्न सक्नुहुन्छ। पिच भइसकेपछि अलि परिवर्तन भएको छ र जोखिम पनि बढेको छ। सतर्कता अपनाएर हिँड्नु होला। निरन्तर पिचको काम भइरहेको छ। गाडी घोडा मेसिन इत्यादि कुराहरूले मौसम सम्पूर्ण कुराले साथ दियो भने पिचको काम चाँडै सम्पन्न हुनेछ। धमाधम काम भइरहेको छ।